35 किलो तिमी चाहिँ ठ्याक्कै ल यहाँ हाम्रो चाहिँ यता भाइहरूले होइन आज चाहिँ यस्तो हामी त्यो खाँदैछौँ भाइहरूले खिर बनाउनु भएको छ गाइजहरू होइन ल उहाँ चाहिँ कतारबाट आउनु भएको यहाँ चारजना हुनुहुन्छ उहाँ चाहिँ कतारबाट आउनु भएको 4जना अब यहाँ चाहिँ लगभग उहाँ 1-1.5 महिना भइसक्यो काम गर्नु लाग्यो चाहिँ उहाँले चाहिँ खिर बनाएर चाहिँ यसो बोलाउनु भएको थियो त्यही इन्भाइटमा चाहिँ हामी आएर खान लागिरहेको छौँ ल विक्रम भाइ हजुर भाइ अनि के छ भन्नु त ल एकदम ठिक भाइ यार हामी त क्रोएसियामा छौँ अहिले होइन म चाहिँ रोमानियाबाट आएको हजुर हजुर तर यसो एकदम रमाइलो छ साथीभाइ माहौल एकदम तपाईँको भन्नु त दाजु नमस्ते नमस्कार जय श्री राम हर हर महादेव हजुर हजुर नमः पार्वती पते हर हर महादेव यत्रो हुनुपर्छ है फेरि म चाहिँ शिवलोचन कुमार मुखिया नेपाल तराई धनुषा जिल्लाबाट अनि मेरो अहिले फिलहालमा घर चाहिँ सिराहा म क्रोएसियाले धेरै खुसी छु र जति पनि मेरो नेपाली र दिदी भाइ दाजुहरू छ भने प्लिज हामीहरूलाई चाहिँ के अरे माया दिनु होला जहाँ पनि यो भिडियो जान्छ भने त्यहाँसम्म चाहिँ माया दिनु होला प्लिज डोन्ट फर्गेट हिम दाजुको यो आइडीमा चाहिँ प्लिज सपोर्ट गरिदिनु होला हात जोडेर बिन्ती छ ल सहयोग गरेर यो चाहिँ एकदम राम्रो ल तपाईँको यसो परिचय दिनु त एकदम राम्रो तपाईँको म ड्राइभर भन्दै भाइ दाइ हाम्रो साथी ठिकै छ क्रोएसिया राम्रो छ तपाईँ कहाँबाट आउनु भएको भन्नु त म नेपाल परिचय दिनु न नेपालबाट आउनु भएको है तपाईँको नाम भन्नु त एकचोटि मेरो नाम प्रकाश राज हो भन्नु न तपाईँको घर पनि भन्नु न गार दाङ हो दाङ पश्चिम तुलसीपुर भन्छ तपाईँ कहाँबाट आउनु भएको भन्नु त एकचोटि नेपाल परिचय होइन तपाईँ कतारबाट आउनु भएको कतारबाट आएको नेपाल जोड्दा पनि भयो होइन तपाईँ कतारबाट आउनु भएको नि त कतारबाट आउनु भएको यो चाहिँ तपाईँको पहिला मेरो कता चाहिँ अहिले चाहिँ हालसाल तपाईँको क्रोएसियामा हालसाल चाहिँ क्रोएसियामा छ यो चाहिँ मेरो यो के भने एउटा सानो युट्युब च्यानल छ त्यो त्यसमा चाहिँ तपाईँको भ्लग जान्छ होइन तपाईँको आफ्नो घरसम्मलाई केही सन्देश छ भन्नुहोस् न सन्देश भनेको ठिकै छ आउनु तपाईँहरूको सपनाको होइन तपाईँको घर परिवारलाई मेहनत गर्नु तपाईँको घर परिवारलाई केही छ कुरो घर परिवारलाई ठिकै छ हामी राम्रै छौँ तपाईँहरू आफ्नो ख्याल राख्नु घर परिवार हाम्रो एकदम माननीय एकदम हाम्रो आजको माननीय हजुरको नाम ल सर हजुरको चाहिँ शुभ नाम सुरु गरौँ दाजु नमस्ते नमस्कार हाम्रो चाहिँ यहाँ राजा हुनुहुन्छ चाहिँ आफ्नो परिचय दिनु मेरो नाम बलराम खराल हजुर मेरो घर बुटवल हजुर म 10 वर्ष कतार कार्यरत थिएँ त्यसपछि अहिले क्रोएसिया आएको छु क्रोएसिया खुसी लागेको छ एकदम राम्रो छ सबैजना बसिरहेको छ छुट्टीको दिन छोटो मिठो भेटघाट कार्यक्रम भइरहेको छ एकदम सही दुःख सुख आफ्नो ठाउँमा छ आफ्नो सपना आफ्नो इच्छा आकांक्षा पुरा गर्नलाई हैन ल ठिक छ तपाईँको दुःख आफ्नो ठाउँमा छ तपाईँको घर चाहिँ कहाँ भन्नुभयो अरे मेरो बुटवल बुटोल है ल ठिक छ तपाईँको घरसम्म चाहिँ कुनै सन्देश छ तपाईँको चाहिँ अहिले उता चाहिँ त्यस्तो त छैन अहिले तत्काल आइएको छ खुसी नै छौँ भविष्य राम्रो बनाउनकै लागि आएको छौँ जहाँसम्म लाग्छ सक्सेस हुन्छ होइन ठिक छ तपाईँको होइन यस्तो मैले भन्न खोजेको चाहिँ तपाईँको चाहिँ यो भिडियो चाहिँ तपाईँको चाहिँ घरसम्म चाहिँ पुग्यो भने केही सन्देश छ त्यस्तो सन्देश त छैन जहाँसम्म हेर्नुभयो भने अब हजुरको गर्लफ्रेन्ड छैन छैन बुढा ल अब सबैको मध्यनजर गरेर मैले यो क्यामेरा म मेरो सुभाष दाइको ल सबैको त परिचय बुझियो तर अब मेरो सुभाष दाइको चाहिँ हाम्रो यहाँनिर ठ्याक्क लगाएर अब हाम्रो युट्युब च्यानल हाम्रो एउटा कार्यकर्ता युट्युब च्यानलको धनी व्यक्ति उहाँबाट चाहिँ म आफ्नो परिचय चाहिँ दिनुहुन भन्ने म आग्रह गर्दछु ल दाइले ल नमस्कार म चाहिँ अब नेपालबाट म डाइरेक्ट क्रोएसिया आएको होइन डाइरेक्ट क्रोएसिया आएर पनि मैले कम्पनीमा नै जोइन गरेर मैले अहिले काम गरिरहेको छु होइन अहिले काम गरिरहेको छु अहिले चाहिँ हाम्रो चाहिँ अब 4-5 जना साथीभाइहरू चाहिँ भेट भएको छ यो चाहिँ यो सौभाग्यपूर्ण भेटमा चाहिँ होइन हामीले अहिले चाहिँ एउटा सानो खानपिनको व्यवस्था चाहिँ उहाँ भाइले गर्नुभएको छ त्यसमा चाहिँ अब खानपिनको व्यवस्था पनि हेर्नुहोस् होइन खानपिन फेरि तपाईँको खिर छ अचार छ हरेक शुद्ध नेपाली ब्रान्डको चाहिँ होइन टक्क चाहिँ खिरसिर बनाएर चाहिँ हामीलाई अफर गर्नुभएको होइन यहाँ हामी आएको हो होइन यहाँ आएर चाहिँ हामी अब खान थालेका छौँ अहिले हामी क्रोएसियामा छौँ
अनि यो मेरो विक्रम भाइले चाहिँ फोटो खिच्दैछ उहाँले भिडियो गर्दै हुनुहुन्छ हो उहाँ चाहिँ यो के अरे रोमानियाबाट आएर चाहिँ मसँग भेट भएर चाहिँ हामी अहिले सँगै बसिरहेछौँ हजुर विक्रम भाइले होइन अनि हाम्रो यहाँ चाहिँ अब हामी नेपाली दाजुभाइ चाहिँ यसरी बसेर चाहिँ खाउँदा पिँदा बस्दा एकदम त्यो एउटा छुट्टै आफ्नो घरभन्दा पनि आफ्नो घरमा पनि एकदम रमाइलो फिल भइरहेछ हो त्यही भइरहेछ ल ल तपाईँ अब सबै कुराहरू आफ्नो ठाउँमा छ रमाइलो भइरहेछ साथीभाइ छौँ अब एउटा सन्देशमूलक आफ्नो घर परिवारलाई के भन्न चाहनुहुन्छ तपाईँ मेरो सन्देश। सन्देशमूलक चाहिँ भनेको चाहिँ के भन्दै एउटा आफ्नो घर परिवार चाहिँ म एकदम आराम छु सकुशल छु होइन मैले एकदम आनन्दसँग चाहिँ मैले काम गरिरहेको छु बसिरहेको छु क्रोसियामा बसिरहेको छु होइन ल अब मैले अब आफ्नो ठाउँमा चाहिँ मैले पैसा कमाइरहेको छु होइन गरिरहेको छु त्यो हाम्रो जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ क्रोसीमा आउनुहुन्छ भने यो एउटा सेन्जेन कन्ट्री हो त्यसको लागि एउटा एकदम ठिक छ आउनुहोस् आफ्नो मेहनत गर्नुहोस् होइन मेहनत त्यही नै हो गर्नुहोस्, आफ्नो काम गर्नुहोस् होइन त्यसको लागि एकदम ठिक छ अब अरू कुरा त्यो लपन सपन कुराहरू नसुन्नुहोस् आफ्नो मेहनत गर्नुहोस् आउनुहोस् आफ्नो राइट सुन्नुहोस् आएर मेहनत गर्नुहोस् आफ्नो भविष्य राम्रो गराउनु आफैमा छ त्यो कुराहरू होइन त के हो त्यही नै हो होइन भाइ त्यही नै हो नि होइन नेपालीसँग सम्पर्क गर्नु ल मेरो प्यारो भाइ मेरो भान्से भाइ होइन एकदम हामीलाई एकदम मेहनत गरेर यहाँ हेर्नुहोस् है परिकार ल परिकार दाइले टेस्ट गर्दा हुन्छ यो खिर अचार ल दाइ प्रतिक्रिया पनि दिनु होला होइन यति दामी छ कि हाम्रो बलराम भाइले भन्नु भएको होइन यति राम्रो छ कि अब यति टेस्टी छ कि अब कुरै गरेर बयान गरेर साथी छैन कि साथी छैन ल त्यसलाई धन्यवाद मेरो भाइ बलराम भाइ एकदम धन्यवाद छ ल धन्यवाद होइन एकदम राम्रो काम गर्दैछौ राम्रो एकदम प्लिज ब्रदर नमस्ते नमस्कार भिडियोलाई लाइक कमेन्ट अनि सेयर त्यो गर्नैपर्छ सब्सक्राइब गरिदिनु प्लिज हजुरसँग एकदम अनुरोध छ एकदमै त्यो चाहिँ गर्नैपर्छ ल हाम्रो एउटा सानो पारिवारिक फ्यामिली आफ्नो साथीभाइ हजुरहरू चाहिँ हाम्रो फ्यामिली हो भिडियोलाई चाहिँ एकदम लाइक कमेन्ट र सेयर र सब्सक्राइब गरिदिनु दाइको च्यानललाई एकदम आग्रह छ आग्रह छ ल यो हाम्रो खानाको परिकार यही हो हामी पनि अब खानपिन कार्यक्रम सुरु गर्छौँ हजुरलाई लाइक कमेन्ट सेयर गरिदिनु माया गरिदिनु हामीले अझ योभन्दा राम्रो भिडियोहरू अझ आगामी दिनहरूमा लिएर आउनेछौँ त्यही नै हो ल तपाईँहरूको ल कमेन्ट क्रोसियाको बारेमा पनि तपाईँलाई अपडेट गराउँदै जानेछौँ त्यही हो कमेन्ट गरिदिनु होइन कमेन्ट गरेको कुराहरू चाहिँ हाम्रो सबै कुरा चाहिँ तपाईँहरूको त्यो गर्नेछौँ ल हो सेयर गर्नेछौँ सेयर गर्नेछौँ ल उहाँले केही बोल्न चाहिरहनु भएको छ ल आफ्नो अभिव्यक्ति व्यक्त गर्नु ब्रदर क्रोसियामा चाहिँ एकदम नेपाल जस्तो फिलिङ छ नेपाल जस्तो चाहिँ पाहाडहरू छ अनि नेपालीहरू चाहिँ टाइम टाइममा पाइन्छ है त्यो चाहिँ स्टेटको कुराले हो तर चाहिँ यहाँ चाहिँ सबभन्दा सस्तो भनेको चाहिँ रक्सी र बियर एकदम सस्तो छ एकदम इन्जोय गर्न पाइन्छ त्यसको लागि तपाईँ टेन्सन नलिकन नेपालबाट आउनु होला जोइन्ट चाहिँ खान एकदम बिन्दास भएर खानु जोइन्ट पनि लिएर आउनु होला सकेसम्म यसो मिल्छ भने एक दुई स्टिक लिएर आउनु होला ल ल यही यति भन्दै हामी चाहिँ आफ्नो खाना कार्यक्रम सम्पन्न गर्छौँ ल गाइज सी यु इन द नेक्स्ट ब्लग होइन दाइ ओके ल सी यु इन द नेक्स्ट ब्लग ल मेरो दाइ मेरो भाइ उहाँ पनि मेरो भाइ उहाँ मेरो दाइ म भन्छु ल है त त्यसपछि म सँगसँगै हामी सबैजना विक्रम भाइ ल विक्रम भाइ ल सबैजना ल गुड नाइट ल है त गुड नाइट गाइज ल गुड नाइट बाई सी यु टुमारो ल ल यसलाई ट्याक्रे गरिदिनु न यसलाई